संसदले प्रतिबन्ध लगाएको कालो चस्मा लगाएका झ्याप्प तालिबान शैलीको दारी पालेका अत्याधिक तनावले कालो दारी फुस्स फुलेका हेर्दै घमण्डी एक नम्बरका दम्भी काम भन्दा परिणामले बदनाम न जनताप्रति वफादार न संसदप्रति जिम्मेवार सरकारमा पनि महानगरकै टिम जम्मा एक नम्बरका निकम्मा प्रधानमन्त्री बालेन शाहको परिचय र पहिचान अब यसो बन्दैछ। अझै पनि एकपटक यी व्यक्तिको अनुहारलाई हेर्नुहोस्। केही हुन्छ भन्ने विश्वासले समर्थन गर्दा गर्दा अब त प्रधानमन्त्री भन्न पनि लाज लागिसक्यो। कुर्सीमा पुगेपछि मान्छेको नकाब कसरी उत्रिन्छ यिनलाई हेरे हुन्छ। प्रचण्ड भन्दा पत्तुर, ओली भन्दा अहंकारी र देउबा भन्दा दोग्ला प्रधानमन्त्री यिनै बन्दैछन्। त्यो कसरी अब देखाउँदैछौ। पहिला के भन्थे अब के भन्दैछन् यो हेरौं। बिस्तारै समय यस्तो आउँदैछ अब यिनलाई भोट दिएका जनताले आफ्नै हात सिलौटामा राखेर खिचेर माथिबाट 2.5 किलोको ढुङ्गाले पिस्नु पर्ने हुन सक्छ। आफैलाई देशप्रति पाप गरेको कसुरमा अपराधी साबित गर्नुपर्ने हुन सक्छ। किनकि यिनीबाट हुँदैन भन्ने कुरा काठमाडौँ महानगरमै थाहा थियो। बजेट खर्चबारे सुरुमा लास्टै गफ दिएका थिए तर 3 वर्षको अवधिमा 72 अर्ब बजेट थियो। त्यसको मात्र 47% खर्च गरे, बाँकी सबै फ्रिज गयो। सरकारमा पुगेर यिनले के गर्न सक्छन् भन्ने कुरा यही परिणामले देखाउँथ्यो। औंला घुमाएर कमेन्टमा बच्चे गाली गर्नु अघि मेयर हुँदा यिनले के भनेका थिए र के गरे, अब प्रधानमन्त्री भएपछि के गर्लान् त्यो हेरौं। फोहोरबाट 5 मेगावाट बिजुली उत्पादन गर्ने योजना बालिनको थियो। जति बेला उनले भनेका थिए काठमाडौँ महानगरको 20 अर्ब हाराहारीको बजेट छ, यही बजेटबाट बिजुली निकाल्न सकिन्छ। तर उनी मेयर हुँदै प्रधानमन्त्री बनिसके, फोहोरबाट बिजुली उत्पादन भएको छैन। उबेलाको अर्को बाचा पनि सुन्नुहोस्। उनले भनेका थिए फोहोरबाट कम्पोस्ट मल बनाउने र तरकारी फलाउने र त्यो तरकारी महानगरले नै किनिदिने। मेयर बन्नु अघि बालेनले सुनाएको बिजुली र तरकारी उत्पादन त झन् सुरु नै भएको छैन। त्यति बेला संघीय सरकारलाई मात्रै दोष दिएर सामाजिक सञ्जालमा हाई हाई कमाए। अब जनतालाई दोषी देख्ने दिन आउँदैछ। त्यति बेला बालेनको अर्को उस्तै आकर्षक योजना पनि थियो। बोरिङ र इनारको पानी माथि ल्याउने र 5 वर्षभित्र खानेपानीको समस्या अन्त्य गर्ने। तर मेयर हुँदा त के, प्रधानमन्त्री हुँदा पनि यो योजना पूरा भएको छैन। उनको अर्को योजनामा काठमाडौँ महानगरभित्र चल्ने सवारी साधनमा जीपीएस जोड्ने थियो। यो योजना प्रधानमन्त्री बन्न बित्तिकै 100 दिन भित्रै गर्ने भन्दै घोषणा पनि गरे। तर आजसम्म 133 दिन बित्यो, कुनै काम भएन। अब यिनले बोलेको कुरा हुन्छ भनेर कसरी विश्वास गर्ने। तर जनताले अत्याधिक विश्वास गरे यिनकै अनुहार प्रधानमन्त्रीको मुखुण्डो बनाएर देखाइदिएपछि अत्याधिक मत पनि खन्याए। तर अहिले त्यही मतकै अपमान हुँदैछ। महानगरमै असफल मेयरलाई देशको प्रधानमन्त्री बनाएपछि के हुन्छ जनताहरू बुझ्न थालेका छन्। अब बालेन प्रधानमन्त्री बनेपछि के भयो त्यो पनि हेरौं। बालेनले प्रधानमन्त्री पाए, राष्ट्रपालले सरकार पायो, रविले जघन्य अपराधका मुद्दाबाट उन्मुक्ति पाए, भ्रष्टाचार गरेका र अपराधमा मुद्दा चलेका सांसदको निलम्बन नहुने कानून यही बालेन सरकारले बनायो। भ्रष्ट र अपराध आरोपी सांसदले अब उन्मुक्ति पाए। काकतालीमा सांसद पाएकाहरूले 4 महिनामै गाडी चढ्ने हैसियत पाए। पुरानै दलका कारिन्दाहरूले राजनैतिक नियुक्ति पाए। तर जनताले के पाए? केरा। कोही पनि अत्याधिक महँगी बढेपछि किनेर खान सक्ने अवस्था पनि हराउँदैछ। तर उनी सोध्दैछन्, चिया खानु भयो त? कहाँबाट खानु? ग्यास नै छैन। खाना खानु भयो? कसरी पकाउनु? ग्यास नै छैन। आप कहाँ थे ज्ञानी बाबा? फलत अहिले देशभर ग्यासको हाहाकार मचिएर जनता मारमा परेपछि अलिकति विवेक देखाएका सत्ता पक्षकै सांसदले आफ्नै हातले आफ्नै गालामा चट्टन हान्नुपर्ने समय आएको छ। उनीहरू भन्दैछन् मेरा प्रधानमन्त्री र मन्त्रीको क्वार्टरमा ग्यास छ कि छैन। केही विवेक शून्य मान्नेले भन्दैछन् ग्यासको हाहाकार एमाले कांग्रेसले मचाएका हुन्। सरकारले सबै सिस्टम अनलाइन गर्ने भन्यो, तर जताततै लाइनै लाइन छ। सरकारी अस्पतालदेखि यातायात कार्यालय र राहदानी विभागसम्म 4 दिन लाइन लागेर जनताहरू सेवा लिन बाध्य छन्। यो सरकारले सबैभन्दा ठूलो गद्दारी राजनैतिक नियुक्तिहरूमा गर्दैछ। 2083 वैशाख 17 गते अध्यादेश नै ल्याएर 110 निकायका 1594 राजनैतिक नियुक्तिहरू खारेज गरियो। सरकारको निष्कर्ष थियो यो कुनै पनि नियुक्ति योग्य छैनन्। अब प्रतिस्पर्धाबाट नियुक्ति हुन्छ। त्यसमध्ये होलीकै हनुमान हुनु भन्दै त्रिभुवन विश्वविद्यालयको रेक्टर रहेका प्राडा खड्गकेशीको पद खारेज गर्यो। तर अहिले उनीलाई फेरि साउन 20 गते कुन आधारमा हो यही सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्ति दिएको छ। यति मात्रै होइन, अब सबै नियुक्तिहरूलाई केलाएर हेरौं जसले सरकारको मुखुण्डो सजिलै उत्रिन्छ।
बालनले सार्वजनिक गरेका 100 शासकीय सुधारको कार्यसूचीको 12 नम्बर बुदामा अब कुनै पनि दलसँग आबद्ध भएकाहरूलाई सार्वजनिक पदमा नराख्ने उल्लेख थियो। तर नेकपा माओवादी केन्द्रको विज्ञान प्रविधि विभागको सदस्य रही काम गरेका जनार्दन लामिछाने भन्ने व्यक्तिलाई मन्त्री महावीर पुनले नासको उपकुलपति बनाए। यो सरकारले सबैभन्दा बढी आलोचना र घृणा गरेकी पात्र हुन् पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउबा। उनले चलाएको युलेन्स स्कुल पनि सधैँ विवादमा रह्यो। जेनजी आन्दोलनमा चलाइयो, तर त्यही स्कुलको बोर्ड अफ ट्रस्टी र अध्यक्ष रहेका डाक्टर भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गरिएको छ। उनी विगतमा आर्जुकै पहलमा विभिन्न नियुक्ति खाएका र आर्जुको कारिन्दा भनेर चिनिएका व्यक्ति हुन्। तर यो सरकारले समेत उनी भन्दा योग्य व्यक्ति नै नभएको शैलीमा नियुक्ति दियो। नियुक्तिमा सबैभन्दा हदपार कहाँ गरियो थाहा छ? देशका लागि निकै महत्वपूर्ण मानिएको निकाय हो दूरसञ्चार प्राधिकरण, जसको अध्यक्ष हुँदा स्मार्ट टेलिकमको सम्पत्ति बेचेर खाएको भन्दै भूपेन्द्र भण्डारीलाई सिआइबीले अहिले जेल हालेको छ। यही रिक्त पदमा खुल्ला प्रतिस्पर्धा गर्दै नियुक्ति गर्ने भनेपछि 9 जना छानिएर अन्तर्वार्ता हुँदै थियो। तर सञ्चार मन्त्री विक्रम तिमिल सेनाले अन्य 8 जनाको अन्तर्वार्ता नसकिँदै अर्जुन घिमिरे नाम गरेका व्यक्तिलाई सेटिङको आधारमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरे। हिजो ओली र देउबाहरूको पालामा समेत यसै गरी नियुक्ति हुन्थ्यो, तर उनीहरूले कम्तीमा प्रक्रिया पुर्याउँथे। अहिले त त्यो पनि बन्द भएको छ। किशोर थापा नाम गरेका पूर्व सचिवलाई बालन सरकारले त्रिविशी आयोगको अध्यक्ष बनाएको छ। उनी 2074 सालमा साझा पार्टीबाट काठमाडौँ महानगरको मेयर लडेका थिए, तर उनको नियुक्तिमा विधि नै मिचियो। अर्थात् उमेर हद 65 थियो। 68 वर्षका मानिसलाई नियुक्ति दिइयो। नेपाल वायु सेवा निगममा झन् हद नै पार गरियो। 80 वर्षका महेश्वर भक्त श्रेष्ठलाई अध्यक्ष बनाइयो। उनी निगमकै सदस्य हुन प्रक्रिया मिचिएको अयोग्य भन्दै सर्वोच्च अदालतले बदर गरेको थियो। सदस्यमै बदर भएका व्यक्तिलाई अध्यक्ष बनाइयो। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा राष्ट्रपाको स्वास्थ्य विभागमा विज्ञ भएर काम गरेका डाक्टर सुभाष प्याकुरेललाई नियुक्त गरिएको छ। अर्थात् आफ्नै पार्टी र आसेपासेले फेरि पनि नियुक्ति पाएका छन्। प्रधानमन्त्री बालन शाहका प्रमुख सल्लाहकार कुमार बेनकी दिदी सिद्धि लक्ष्मी व्यञ्जनकारलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यमा पुनः नियुक्ति गरियो। बेनकी दाई सिद्धि व्यञ्जनकार खेलकुद मन्त्रालयको प्रमुख सल्लाहकारको जागिरमा नियुक्ति खाएका छन्। राष्ट्रिय वाणिज्य ब्याङ्कको सञ्चालक समितिमा आस्था भट्टलाई नियुक्त गरियो। उनी अर्थमन्त्री सोनिङ वागले एमिरेट्स चेयर रहेको संस्था IITS को कर्मचारी हुन्। नेपाल स्काउटको प्रमुख आयुक्तमा सन्तोष कुमार थापालाई नियुक्त गरियो। उनी प्रधानमन्त्री बालनकै टिमभित्रका व्यक्ति कुमार बेन र राष्ट्रपा सांसद राजीव खत्रीका साथी हुन्। गोर्खापत्र संस्थानको महाप्रबन्धकमा रवि लामिछानेसँग ग्यालेक्सी टेलिभिजनमा काम गरेका हिक्मत कुमार रावलले नियुक्ति खाए। प्रेस काउन्सिलको अध्यक्षमा समेत रविसँगै काम गरेका उमेश श्रेष्ठले नियुक्ति पाए। सार्वजनिक सेवा प्रसारण संस्थाको सदस्यमा उर्वशी बस्नेतले नियुक्ति पाइन्। उनी सञ्चार मन्त्री विक्रम तिमिल सेनाकै पूर्व सहकर्मी हुन्। सिभिल अस्पतालको कार्यकारी निर्देशकमा डाक्टर जितेन्द्र परियारले नियुक्ति पाए। उनी थाइराइडको उपचार गर्न गएकी महिलाको पाठ्यघर निकालिदिएपछि 6 महिना निलम्बित भएका पात्र हुन्। बालन सरकारले अयोग्य भन्दै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट देवराज ढुङ्गानाको जागिर खाएको थियो। पुनः सोही व्यक्तिलाई त्यही ठाउँमा नियुक्ति दिएको छ। यो सरकारले आउन बित्तिकै अधिकांश राजदूतको जागिर खाएको थियो, तर 4 महिना भयो कुनै पनि राजदूत नियुक्त गरेको छैन। अर्थात् जताततै गिजोलेर छोड्ने काम गरेको छ। अब पनि कांग्रेस एमालेहरूलाई दोष दिएर केही हुनेवाला छैन। 15 दिनभित्र व्यवस्थापन गर्ने भन्दै सुकुम्बासी बस्तीहरूमा डोजर हानियो। तहस नहस भएर सखाप भइसक्यो, तर 4 महिना भयो सुकुम्बासीको पूर्ण व्यवस्थापन हुन सकेन। जनता अत्याधिक महँगीको मारमा छन्। ग्यास, पेट्रोल, तरकारी र चामलको मूल्य अत्याधिक रूपले बढेको छ। लगानी गर्ने पैसा ब्याङ्कमा थुप्रिएर बसेको छ। व्यापारीका घरमा प्रहरी पुगेर छापा हान्छ, केही भेट्टाउँदैन अनि माफी माग्छ। अर्थतन्त्र लथालिङ्ग, शेयर बजार उठ्नै सकिरहेको छैन। अर्थमन्त्री सोनिङ वागले चाउचाउले समेत विश्वास नगरी बन्द गरेको चिट्ठा खेलाएर बसिरहेका छन्। देशको प्रतिष्ठासँग जोडिएको एन्फा कोल्याप्स हुँदैछ। फिफाले प्रतिबन्ध लगाएपछि साफ गेम समेत खेल्न नपाउने भएको छ। कुमार बेनका दाइलाई घोषित मन्त्री बनाएर खेलकुद मन्त्रालय चलाएको सरकारले कुनै पहल लिएको देखिन्न। कुनै बेला रविले आफ्नो पार्टीको सरकार बनेको 100 दिनमै फ्री भिसामा 100 जनालाई देश फर्काउने दाबी गरेका थिए। तर अहिले यो प्रश्न सुन्दा पनि झन्झट मान्न थालेका छन्। चुच्चे नक्साका विषयमा स्टुडियोबाट उफ्रिएर बोल्ने उनी भारत भ्रमण गर्दा चुइक्क बोल्न सकेनन्। मान्छेको नकाब यसरी पनि उत्रिन्छ। जनताले कत्रो विश्वास गरी यिनीहरूलाई सत्तामा पुर्याएका थिए, कत्रो जनमत दिएका थिए। अहिले यही देख्नलाई हो भन्ने भइरहेको छ। प्रधानमन्त्री बालन शाह न सदनमा पुग्छन्, न कुनै सार्वजनिक कार्यक्रममा, न चुनाव जिताएर पठाएका जनता नै भेट्न पुगे। खोला तर्यो, लौरो बिर्सियो।
आधा मधेस जलेपछि मात्रै बल्ल बोले। हिजो जेन्जीका हत्यारा केपी ओली हुन् भने आज मधेसका हत्यारा बालेन हुन् भन्दै आलोचना भइरहेको छ। किनकि आजसम्मको निष्कर्ष प्रहरीको गोली खाएर 4 जना मारिएका छन्। केपी ओलीलाई पक्राउ गरे तर आजसम्म मुद्दा चलाएनन्। सरकारले पक्राउ गरेका 90% अपराध आरोपी प्रमाण नपुगी रिहा भए।